यो काली छ फेरि झन् काली देखिन्छ कालो जन्माउने बेलामा पाउडर लाएर नजन्माएर जन्माउने बेलामा पाउडर लाएर नजन्माएर मलाई कालो भएको भन्छ नि ल मेरो जन्मदिन हेप्पी बर्थडे भनिदिनु न ल ल शुभयात्रा चाहिँ हजुर ल ल शुभयात्रा चाहिँ हजुर तर अमिर मलाई अस्मिताले छोड्यो कि छोडिदिएछ मुझेर छोड्न मलाई त छोडिदिएछ मुझेर छोड्न मलाई त ओराइ लागेको हजुर मेरो जन्मदिन हो नि आज भइहाल्छ नि त भइहाल्छ नि त हेप्पी बर्थडे भन्नु न मलाई हजुर ल ह्यापी बर्थडे हजुर ल आई मिस यु ह्यापी बर्थडे आई मिस यु त्यो मैले हैन एउटा केटीसँग कुरा गरे त्यति बालै छिरे यार किन त्यो अनिसाले त्यो के अरे एलिसाले एलिसा हो कसम एलिसा हो खै खै हेर हैन यहाँ छैन के कहाँ छ त अनि अहिले यसमा गरेर फलो पनि गरिरहेको थिएँ ब्याकै दिने यार आम्बो ओ एलिसा भन्दैछु है यो साथीलाई ब्याग देऊ हेर आयो भने बेला हेलो भन अनि यस्तो कामहरू नगर है फेरि एलिसा सानो ए यसको सानो हैन यार मेरो साथी यार साथी यार हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग आफ्टर लङ टाइम अनि के छ म त एकदमै ठिक छु फिट एन्ड फाइन छु अनि हजुरहरू पनि सन्चै एकदमै आरामै चिल बिन्दास हुनुहुन्छ भन्ने आश गरेको छु अनि कसको गर्लफ्रेन्ड छ कसको गर्लफ्रेन्ड छैन सबैजना भन्नु होला यहाँ मेरो त छैन अनि के कसरी दिनहरू बितिरहेको छ नेपालमा हजुरहरूको म त अहिले बाहिर छु आज चाहिँ स्पेसल्ली म के बनाउँदैछु किन बनाउँदैछु भन्दाखेरि मेरो एकदमै स्पेसल डे रहेको छ अब यो डे चाहिँ कति दिन चल्ने हो मलाई थाहा छैन होइन मुड अनुसार हुन्छ अनि म जाँदैछु अहिले चोबारको डाँडामा अनि मेरो साथी पनि आउँदैछ एकदमै जिग्री दोस्त अनि अहिले चाहिँ यहाँ म नक्खुमा छु यता नक्खु कालो फुलबारी मार्ग रोडतिर छु इन्ड्राइभ गरौँ भनेको एकछिन हिँडौँ भनेर यस्तो मर्निङ वाक छ होइन दिउँसोको वाक के हो अनि यहाँ एकदमै स्पेसली यहाँ सामान पनि छ मेरो अनि अब म जाँदैछु ल चोबार जान्छु चोबार गएपछि के हुन्छ म भन्छु आज चाहिँ एकदमै दामी डे छ है मेरो ल भइसक्यो ल हस् धन्यवाद ल मेरो जन्मदिन हेप्पी बर्थडे भनिदिनु न ल शुभयात्रा चाहिँ हजुर ल शुभयात्रा चाहिँ हजुर थ्याङ्क सो मच न आज चाहिँ बर्थडे बनाएर आएको छु यहाँ म चौबारमा अब जानु पर्यो माथितिर म अमिरलाई बोलाउँछु अनि के भन्छ यार अब 4-5 दिन त मनाउनु पर्यो होइन तर थोरै गिफ्ट दिइराख्ने म त्यो टेन्सनमा छु यार बोलाउँदा पनि आउँदैन कोही मान्छे मेरोमा त यार बर्थडेमा त खाना खुवाउनु सक्दैन भनेर के हो खुवाइदिन्थ्यो नि यार एक कप चिया अनि म चाहिँ जहिलेको वर्ष बर्थडेमा चाहिँ उता हुन्थेँ क्या गाउँमा हुन्थेँ वैशाखको महिना टक्क नयाँ वर्षमा घर जान्थेँ कि जहिले म अनि योपालि चाहिँ म काठमाडौँमा भएर चाहिँ अलिकति रमाइलो भइरहेछ कि गाउँमा पनि रमाइलो हुन्थ्यो तर साथीहरू धेरै हुन्थेनन् क्या सबै अनि तर फेरि साथीहरू गाउँमा किन भएन भन्नुहुन्छ होला सबैजना कोही इन्डियातिर कोही विदेशतिर कोही आफ्नो लाइफतिर हुन्थे पहिला सानो हुँदा पो गाउँमा ल खेलिन्थ्यो हाँसिन्थ्यो रमाइलो भइन्थ्यो होइन त्यसपछि सबै आफ्नो कामतिर लागे अनि आफू पनि गाउँमा हुँदाखेरि एक्लै भइन्थ्यो गाउँमा जाँदाखेरि त्यही भएर योपालि चाहिँ मैले बर्थडे चाहिँ यहाँ काठमाडौँमा मनाएको आएन त यार कहाँ गएछ के क्यामेरामा के लागेको छ यार अलिअलि नराम्रो त होइन नि अनि त्यही हो अब वेट गरिरहेको छु म यहाँ चाहिँ उसको अमिरको अनि आउँछ अनि दुईजना केक काटेर यसो बर्थडे मनाउने हो टक्क आएर कोही हुनुहुन्छ भने चोबारमा आइहाल्नु होला है मेरो बर्थडे छ यहाँ एकछिन म पहिला लाइभमा जान्छु कोही मान्छे आउँछ कि बोलाउँछ है कोही आउँदैन यार यत्रो केक छ यार दुईजनाले मात्र खान सकिन्छ यो केक पनि फेरि कसले पठाएको थाहा छ
यस्तो भयो क्या हिजो मनिषा दिदीले पठाउनु भएको थियो अब रुममा म एक्लै थिएँ अनि खान सकिनँ होइन कोही पनि हुनुहुन्थेन कि अनि के गर्ने त भनेर अब फेरि बर्थडे मनाउन म चोभाएर आएको क्या आज त्यस्तो छ अनेक गर्छु यार म त आउँदैछ है केटु उतापट्टि आइसक्यो लखर लखर आम्बो ल न ल दाइ त भनेपछि आफ्नै गाउँमा नै चिनेन मलाई अनि अब बर्थडे मनाइन्छ यहाँ केक छ टक्क लगाएर सट्ट लगाएर आम्बो लभ यु यार च्याट गरिरह हो प्याचअप भयो प्याचअप भयो ब्रेकअप भएको थियो त नि त्यो मैले होइन एउटा त्यो केटीसँग कुरा गरेँ त्यो बालै थिएन यार किन त हेन्सी भए पो दिन्छ नि त अनि हेर्न मुसा जस्तो छ अनि त्यो अनिसाले त्यो के अरे एलिसा हो कसम एलिसा हो खै हेर होइन यहाँ छैन क्या कहाँ छ त अनि मैले यसमा फलो पनि गरिरहेको थिएँ देखाइदिएन यार आम्बो ओ एलिसा भन्दैछु है यो साथीलाई ब्याग देऊ हेर आयो भने बेला हेलो भन अनि यस्तो कामहरू नगर है फेरि एलिसा सानो यस्तो सानो होइन यार मेरो सानो यार साथी यार केक काट्ने यार ल्याएको छ कि यार तेरो बर्थडे ह्याप्पी बर्थडे यार थ्याङ्क यू यार साथी यार ल एकजना पठाउँदालाई मैले होइन के अरे ह्याप्पी बर्थडे टु यू भन्नु न मेरो जन्मदिन भनेको त्यसरी ह्याप्पी बर्थडे टु यू भने मैले शुभयात्रा भनेर आइदिएँ यार किन त्यो कुरा सुनेर ह्याप्पी बर्थडे होला कसले सुन्यो केटीले कि केटाले आम्बो लभली ल ल ल केही छैन कि ढिलो भएको छैन कि अझ 1-2 महिना बाँकी छ आज त भर्खरै सुरु भएको हिजो अस्ति कोही आएन नि यार मेरो बर्थडेमा केक नयाँ हो पुरा मनिषा दिदीले दिएको हो अनि यति ठुलो छ कि होइन थोरै मात्र खाएँ अनि सकिन नि त अनि फेरि यहीँ ल्याइहालेँ अब आज सकेन भने भोलिको लागि राखेर फेरि भोलि अर्को ठाउँमा गएर सेलिब्रेसन गर्छु भोलि टिमै फेरि बाहिरको यो छ नि यो वाला डेली चेन्ज गरेर हिँड्नु एउटै केक भनेर एकछिन यो दाइलाई ह्याप्पी बर्थडेको सेलिब्रेसन गरौँ न केक काटौँ यहीँनिर अङ्कल के छ खबर ठिकै छ बाबु र मेरो जन्मदिन हो नि आज केक काटौँ न यहाँनिर हजुर मेरो जन्मदिन हो नि आज भइहाल्छ नि त ह्याप्पी बर्थडे भन्नु न मलाई हजुर ल ह्याप्पी बर्थडे हजुर ल आई मिस यु ह्याप्पी बर्थडे अनि अब चटपट पनि काट्ने होला नि अनि ल कति काटौ 1 प्लेट 2 प्लेट चटपटे भन्दा नि अरू के छ अङ्कल ल अरु के छ नयाँ खानालाई यस्तो त्योभन्दा बाहेक हजुर चटपटे भन्दा बाहेक हुन्छ नि अरू तपाईको के उयो चिप्सहरु खानुहुन्छ कि अनि एकचोटि फेरि ह्याप्पी बर्थडे जाउँ न त हजुर ह्याप्पी बर्थडे आई मिस यु अङ्कल अनि ल काकालाई केक दिनु अङ्कललाई केक खाउँ अनि अङ्कलकोमा फेरि हामी केही खाउँला होइन पहिला हामी हजुरलाई केक खुवाउँछौँ है तपाईको ह्याप्पी बर्थडे काटेको त छैन होला के काट्ने नि अङ्कल आधी काटिसक्यौँ कि घरमै आधी काटिएको छ कि बिग्रिसक्यो कसम खै होइन अहिले नझिकाउनु नखाऊ ह्याप्पी दिनको बर्थडे हो क्या अङ्कल मेरो चाहिँ हिजो नै भइसक्यो होइन उता अनि आज चाहिँ यसो आम्बो बिग्रेको के हो अघि भइरहेको छ गर्मीले हो खै ह्याप्पी बर्थडे आफैले भन्नुपर्छ है ह्याप्पी आम्बो ल काटेर अङ्कललाई यसो टक्क लगाएर होइन त आफै काट ल अङ्कल आउनु लिसाउनु फोन ले ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु अङ्कल आज फेरि दोस्रो दिनको बर्थडे ल आई मिस यु ल अनि आन्टीले पनि खानुहुन्छ कि आन्टीलाई पनि बोलाउनु न को आन्टी कहाँ उता हुनुहुन्छ त तल आन्टी कहाँ हुनुहुन्छ र उता पछाडि के कता आन्टीलाई बोलाउनु न अङ्कल नखाने नखाने होइन बोलाउनु तर अमिर मलाई अस्मिताले छोड्यो कि छोड्नु त्यस्तो म छोड्नु
मलाई त ओह्राइ लाग्दैन के लाग्दैन अस्मिताले छोडे यार साथी यार के गर्नु के आज चाहिँ हाम्रो दिनेशको चाहिँ दोस्रो दिनको बर्थडे हो अब चाहिँ स्टार्ट भइसक्यो नचिनेको मान्छे जति पनि छन् सबैलाई दिन्छु यहाँ चौबारमा हुनेहरूलाई बोलाइदिउँ यार आन्टी केक खाने हजुर केक खाने के खाने मेरो बर्थडे हो क्या आज हजुरको बर्थडे अँ मैले केक मलाई मनै पर्दैन खुवाइदिनु न त उहाँलाई हजुर उहाँलाई खुवाइदिनु न त बर्थडे हो क्या उहाँलाई खुवाइदिने हजुर ए मैले खुवाइदिने हजुर ए ल ल ल ल ल ल ह्याप्पी बर्थडे आन्टी ल ह्याप्पी बर्थडे आन्टी अब मैले के भन्ने ह्याप्पी बर्थडे बाबु ह्याप्पी बर्थडे बाबु धन्यवाद आमाले आन्टीले धन्यवाद त हो। खानुहुन्न है के हजुर तपाईँले त साँच्चै खानुहुन्न हो मैले खाएको छैन मलाई मन नपर्ने भएर के म थोरै खानु न, सानो खानु। अलिकति दिनु नि त हजुरको मन राख्नु होइन घरमा पनि खान्न कि मैले हजुर हजुर आन्टी। त्यही भएर म खुवाइदिन्छु ए म ल ल ल ल धन्यवाद नि होला अङ्कललाई पनि खुवाइदिनु न त। अङ्कल खानु न केक अन्डा के छ अङ्कल ए होइन होइन सुदूरपश्चिमका हुँदा होइन पनि नि हेलो सर केक खाइदिनु न जन्मदिन हो के ल उसै बर्थडे मनाउँदा पनि कोहीले खाइदिनु नि यार मलाई गिफ्ट सिफ्ट पर्दैन के गिफ्ट सिफ्ट पर्दैन के गिफ्ट दिनु पर्दैन के मैले त टन्न खाइसकेँ बाबु त जति खान्छ खाएँ म त यसो एउटा एउटा हाल्नु। लभली यार साथी यार आम्बो आम्बो त्यही हो कोही छैन यार तँ बाबा यत्रो मान्छे हुन्थ्यो यार कोही छैन यार बाबु यार उही त माथि झिडीतिर हुन्छ कि नि त त्यहीँतिर त के जानु हौ मान्छे हुने भनेकै त्यस्तै ठाउँतिर हो उहाँ केटाहरूलाई खुवाउनु जाँदैछु ल के आउँछ हेलो बर्थडे मनाइदिउँ न मेरो के भन्नुहुन्छ र कोही भएन कि केक काट्ने मान्छे पनि ल बसौँ न त उतातिर आज अर्को दिनको बर्थडे हिजो पनि थियो मेरो हो गर्लफ्रेन्ड त छैन ल हँ? भाउजूलाई ल्याउनु पर्छ त यार होइन यार कहाँ हो हजुरको घर हजुरको घर चाहिँ कहाँ हो? कुन ठाउँ कुन ठाउँ ए पाहाड घर कहाँ हो दाजुलाई ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे के दुःख लाग्यो यार भाउजू छैन भने ए ल होइन यार अझै खानु न केक उसमा 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 खानु त्यो हजुरलाई म- हजुरको त उतै हो कि मेरो त बैतडी हो ह्याप्पी बर्थडे दाइ मेरो नि त्यही त हो आम्बो तपाईँहरू गर्लफ्रेन्ड नआइन तपाईँ नआए मेरो कहाँ हुने हो यार ल के कोरियन पढाउँछ यहाँ ह्याप्पी बर्थडे हाम्रो ब्याचलर हो अर्को साल भाउजूको बर्थडे बनाउने है ल ल आम्बो ल। फेरि केक खाऊँ न त फेरि खाने हो धो हुने हो भो अर्को साल भाउजूको केक काट्ने ल यही ठाउँमा आउँछु अर्को साल खानु न मजाले खानु यार कोही छैन अनि यार के गर्नु त यार अब एउटा गर्लफ्रेन्ड थियो त्यसले छोडेर गइहाल्यो उहाँलाई पनि भने हेलो यता यता बर्थडे भइरहेछ कि यसो बर्थडे भइरहेछ कि आइदिनु। न त ल आउन न त थ्याङ्क यू कहाँ हो घर हजुरहरूको सबै बर्थडे यार हजुर ह्याप्पी बर्थडे थ्याङ्क यू अरु पनि भन्नु नि यार कहिले हो ए सबै सुदूरपश्चिमका हो ओ बुवा ल थ्याङ्क यू त्यो खानु मजाले ह्याप्पी बर्थडे मात्रै भन्नु कि मैले धेरै खाइसकेँ यार त्यही भएर हो हजुर हो के हो तिम्रो नाम मेरो पनि दिनेश हो ए ल ल ल भयो दाइ कति पो भयो हो धेरै हो बर्थडे मनाउन एक्लै आएको त भाइ एक्लै हो यार भाउजू बाबा अहिले कहाँ हिजो गर्लफ्रेन्डसँग बनाएको अनि आज चाहिँ त्यो सिङ्गल सिङ्गल हो कि यो पनि खाऊ क्या
पछि खाउँ न त बरु केटी छ नि यार लाल लाउँछ हो ओ दि बोलाइदिन यार सबैले हाडिएको हेलो म्यामहरू क्या हो हाँस्य सुन्नु न के काटिदिनु न क्या हो डर हालियो लाज मान्ने मेरो त्यहीँ जान त्यहीँ छ न हाँ? आउँछन् क्या ऊ कहाँ हो भाग्दे ओ दि केक काट्दिनु न अब चाहिँ केक पनि काटियो बर्थडे पनि मनाइयो दोस्रो दिनको बर्थडे मनाइयो चोबार आइयो रमाइलो भयो रमाइलो मान्छेहरू पनि भेटेँ यहाँ केक सेक सबै फिनिस भइसक्यो तर क्यामेरा राम्रो देखेँ अनि यो काली छ फेरि झन् काले देखिन्छ कालो जन्माउने बेलामा पाउडर लाएर नजन्माएर मलाई कालो भएको त्यो भन्छ नि फेरि पनि लभली नलाएर होला क्या त्यस्तो छ अनि अब चाहिँ अब भ्लग आउँछ डेली त सकिन्न डेली त नहोला Weekly? विकली पनि होइन 2-3 दिनमा हाफ विकलीमा चाहिँ आउँछ है हाफ विकलीमा आउँछ इङ्ग्लिस बोल्न नि आउँदैन जिब्रो लड परिन्छ क्या अनि यस्तै छ जिन्दगी सरकारी इङ्ग्लिस पनि आउँदैन नेपाली पनि आउँदैन राम्रोसँग त्यही हो लोकल बोल भने चाहिँ म बोल्छु क्या फेरि लोकल पनि फेरि राम्रोसँग आउँदैन अनि आम्बो केटी नभन नि दिदी बहिनीहरू आम्बो लभ दिएर फेरि हेर्न आम्बो त्यही हो अब जन्मदिन मनाइयो आजको भ्लग यहीँ समाप्त गर्दै बिदा हुन चाहन्छु लगाले भन् बाई बाई टाटा बाई बाई बात खतम गुड नाइट